तपाईँहरू माल्टा आउन चाहनुहुन्छ भने प्री डिपार्चर कोर्स गर्नुपर्ने हुन्छ फेज 1 र फेज 2। माल्टा आउनको लागि के गर्नुपर्छ? माल्टा आउनको लागि नि ऊ यस्तो काममा आउन खोज्नु यो पनि स्किलवालै काम हो। उसले आफै ड्राइभिङ गरेर उसले आफै काम गरेर। सो मैले भिडियो टिकटकमा राखेको भिडियोहरू करिब मिलियन भ्युज पनि जान लागेको थियो एउटा भिडियो त। अनि मलाई म्याक्सिमम् 7-8 जनाको मेसेज पनि आएको। मोनेटाइजेसन अफ हुन्छ, युट्युबले सधैँको लागि ब्यान गरिदिन्छ, किनकि केही न केही मैले युट्युबमा भिडियोहरू हाल्नु पर्ने नै छ। सो हेलो एभ्रिवान, नमस्ते सबैजनालाई फेरि पनि मेरो एनदर भिडियोमा। आई होप सबैजना सधैँ राम्रै हुनुहुन्छ होला। यस म त ठिक छु भन्ने कि ठिक छैन भन्ने। सो युट्युबले मलाई हिजो मात्रै एउटा मेल गरेको थियो। मैले युट्युबमा भिडियो नहालेको करिब 1 वर्ष जति भन्दा पनि बढी नै भइसक्यो होइन। अनि युट्युबले मलाई एउटा के भनौँ अब वार्निङ दिएको छ, जसमा मैले 1 महिनासम्म पनि कुनै भिडियो हाल्न सकिनँ, युट्युबलाई ग्रो अप गर्न सकिनँ। मेरो मोनिटाइजेसन डिसेबल हुन्छ होइन, मेरो मोनिटाइजेसन अफ हुन्छ, युट्युबले सधैँको लागि ब्यान गरिदिन्छ, किनकि केही न केही मैले युट्युबमा भिडियोहरू हाल्नु पर्ने नै छ होइन। सो आज भने मेरो बिदा छ। अनि यो महिनामा रेगुलर 12 घन्टा ड्युटी भएको थियो। पछाडि ढाड दुख्ने होइन, कहिले के गर्ने किनकि काम धेरै भइसकेपछि गाह्रो हुन्छ। सो मैले आज बिदा लिएको छु, लिभ हानेको छु। सो यो चाहिँ मेरो किचन हो। अहिले चाहिँ सबैजना काममा हुनुहुन्छ होइन। त्यो चाहिँ मेरो रुम अनि यहाँ चाहिँ किचन छ। म चाहिँ आज चाहिँ स्पेसल के बनाउँछु भनेर चाहिँ चिकन लिएर आएको छु। सो आज मैले खाना बनाउँदै सो केही इन्फर्मेटिभ कुराहरू तपाईँहरूसँग सेयर गर्दै यो भिडियो बनाउने कोसिस गरिरहेको छु। सो विदेशको लाइफ यसै त हो नि, एक्लै छु होइन, कोही पनि छैन। अब यो चिकन ल्याएको छु, बनाउन मन फिटिक्कै छैन, सुत्न मन मात्रै लागेको छ। तर के गर्ने, फेरि पेटमा मुसा कुदिसकेको छ, भोक पनि लागिसकेको छ, मैले भिडियो पनि बनाउनु नै पर्ने हुन्छ। सो स्ट्यान्ड यहाँ राखेको छु, यहाँबाट मैले यतापट्टिको चाहिँ भिडियो हान्छु। सो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र केही इन्फर्मेटिभ कुराहरू हामीले अवश्य पक्कै गर्नेछौँ। सो त्यही नै हो, मेरो यो वाच टाइम पुराउनको लागि भए पनि तपाईँले यो भिडियो अन्तिमसम्म हेरिदिनु भयो मलाई थोरै भए पनि हेल्प हुने। सो एभ्रिवान, म बनाउँदैछु आज स्पेसल्ली चिकन। सो रुममा कोही पनि हुनुहुन्न, सबै ड्युटी जानुभएको छ। मेरो चाहिँ लिभ थियो आज होइन, किनकि नन स्टप काम गरेको थिएँ 1 महिनासम्म, दिनको 12 घन्टा होइन। सो अब रुममा आउने जाने यहाँ त्यहाँ गर्दा चाहिँ 15 घन्टा हुन्छ बसको पनि, त्यो टाइम क्यालकुलेट गर्ने हो भने चाहिँ। सो आज म बनाउँदैछु चिकन अनि तपाईँहरूसँग मैले सेयर गर्दै माल्टा सम्बन्धी कुराहरू होइन। सो भिडियोलाई अन्तिमसम्म हेरिदिनु। मैले चाहिँ 3 पिस ल्याएको छु। सो पहिलो कुरो त म यो भाँडाहरू सबैलाई मिलाएर तल राख्छु, किनकि हामीहरूको चलन के छ भन्दाखेरि यो भाँडाहरू चाहिँ पानी नसरुन्जेलसम्म माथि राख्नुपर्छ भन्ने चलन छ। म मेरो चिकन रेसिपी अब तयार पार्छु। सो पहिलो कुरो त म यसलाई छाला फाल्छु, किनकि छाला अब डढाल्ने हो भने चाहिँ धेरै खालको धुवाँ आउँछ चुलोमा चाहिँ, म चाहिँ छाला फालेर नै पकाउँछु। तपाईँले भन्नु होला एक्लै पकाउने भएर पनि कति धेरै मासु लिएर आएको भन्नु होला। यो चाहिँ म एक्लैलाई मात्रै पनि होइन र एकै दिनलाई मात्र पनि होइन, यो चाहिँ सायद 3 दिनलाई पुऱ्याउँछु होला मैले, सायद है, किनकि भोलिदेखि काम छ नि त। भोलि पर्सि निको पर्सि काम भयो भनेपछि त भोलि बिदा। सो मैले चाहिँ पहिला राखेको टिकटकमा राखेको भिडियोहरू करिब मिलियन भ्युज पनि जान आँटेको थियो, तर मैले प्राइभेट गरेको थिएँ किनकि मलाई त्यो मन भएन क्या। सो गाइज, म तपाईँलाई एउटा यस्तो कुरा देखाउँदैछु जो देख्नुभयो भने त पक्कै पनि तपाईँले मलाई नराम्रो नै भन्नुहुन्छ क्या। सो यो चाहिँ मैले भाँडा खाने हो होइन। म हिजो ड्युटीबाट आएँ किनकि आज बिदा थियो भन्ने भइसकेपछि यो टिफिन पनि मैले तपाईँले देख्न सक्नुहुन्छ नि, यो टिफिन पनि मैले माझिनँ क्या, यत्तिकै राखिदिएको। अब यस्तो गनाएको छ नि यो टिस्यु पेपरले पुस्न पुसेको थियो होला, चम्चा पनि फालिदिएर म हिजो सुत्न गएको क्या, भाँडा पनि नमाजिकन। यो चाहिँ अहिले म माझ्छु। हुन त मलाई यो रुममा दाइहरूले पनि भन्नुहुन्छ
सो कति सम्झाउनुहुन्छ भाइ यस्तो गर्नुहुन्न उस्तो गर्नुहुन्न विदेशको ठाउँ हो आफ्नो ख्याल आफू गर्नुपर्छ जहाँ गरेर हुनुपर्छ भन्नुहुन्छ तर कतिपय कुराहरू चाहिँ चाहेर पनि गर्न नसकिँदो रहेछ क्या त्यो लागेको बानी क्या किनकि अब घरमा बस्यो नेपाल हुँदाखेरि म टपिकमा कहाँ थिएँ सो मैले भिडियो टिकटकमा राखेको भिडियोहरू करिब मिलियन भ्युज पनि जान लागेको थियो एउटा भिडियो त अनि मलाई म्याक्सिमम् 700-800 जनाको मेसेज पनि आएको थियो त्यो भिडियोबाट पछि खै मलाई मुड चेन्ज भयो अनि मैले यो भाइरल हुन मन लागेन अनि मैले सबै भिडियोहरू प्राइभेट हालिदिएँ सो त्यसमा चाहिँ धेरैजनाले भन्नुहुन्थ्यो माल्टा सम्बन्धी धेरैजनाले सोध्नु भएको थियो सो आज म यस विषयमा पनि कुराकानी गर्नेछु अनि साथमा मैले खाना बनाउने रेसिपीको बारेमा पनि कुरा गर्नेछु सो त्यही नै हो र तपाईँहरू यदि नेपालदेखि माल्टा आउँदै हुनुहुन्छ भने चाहिँ पहिलो कुरो भनेको अहिले माल्टाले जनवरीदेखि नियम चेन्ज गरेको छ तपाईँले एउटा कुरा थाहा नहुन सक्छ होइन म नेपाल हुन खत्रै मिमिक्री गरेको मान्छे हो क्या लगभग होइन म माल्टा आइसकेपछि मैले छोडेको सबै कुरा मैले आवाज 70-80 जनाको आवाजहरू निकाल्थेँ क्या लाइक बच्चा रोएको आवाज लाइक जनब लाइक नेताहरू हेरेको आवाज निकाल्थेँ क्या मैले चाहिँ तर माल्टा आइसकेपछि सबै हरायो विदेशले धेरै थोक खाँदो रहेछ क्या सो साथीहरू यता चाहिँ मासु रेडी हुँदैछ यता चाहिँ प्याज भइरहेको छ अनि मैले चाहिँ अब यसलाई चट्टा काट्छु चट्टा काटेर पर 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 भुटेर चट्टा खाने भातसँग ल्याम कि जिन्दगी साह्रै गाह्रो छ हौ साथीहरू यो तपाईँहरूको 4 दिन भयो राखेको फ्रिजमा सायद मेरो मात्रै यस्तो होला क्या यो मोबाइल यस्तो गर्नुपर्छ क्या फेरि यो चाहिँ देख्नुहुन्छ नि यो भात 2 दिन भयो त्यो काँक्रा काटेको त्यत्तिकै छ म किन यस्तो अल्छी हुन्छु क्या काम त्यत्रो गर्छु होइन रुममा भनेपछि खाना पकाएर आफूलाई खाना यहाँ भनेपछि जाँगर फिटिकै नगर्ने क्या खै किन त्यस्तो भएको आफैले बुझ्न सकिरहेको छैन अब त्यो भात अहिले खाने 3 दिन पकाएको सो म चाहिँ यसमा चाहिँ मासु हाल्दैछु देखेको छ होला होइन किनकि पहिला म मासु मात्रै हाल्छु हल्का यसलाई फ्राई गरिदिउँ होइन अच्छा माटो पनि लामो जस्तो के गर्ने साथीहरू पकाएर खाने दिने मान्छे छैन गाह्रो छ नि हो विदेशमा एक्लै हुँदा पनि साह्रै गाह्रो हुँदो रहेछ हौ सो म चाहिँ यसको चाहिँ ग्यास कम गरेर चाहिँ हल्का चलाइदिन्छु अनि किनकि यस्तो गर्दाखेरि चाहिँ यो चाहिँ हाम्रो तरिकाले म चाहिँ यसमा चाहिँ अदुवा र लसुन गराएको छु सो यो चाहिँ रेडी भइसक्यो होइन सो त्यही नै हो गाइज धेरैजनाको प्रश्न माल्टा आउनको लागि के गर्नुपर्छ माल्टा आउनको लागि के गर्नु माल्टा आउनको लागि यस्तो काम गर्नुपर्छ यस्तो काम गर्नुपर्छ बरु यस्तो काम पनि होइन यो पनि स्किलवालै काम हो उसले आफै ड्राइभिङ गरिरहेको छ ड्राइभर छैन खै होइन उसले काम गरिरहेको छ त्यो तपाईँहरू यदि माल्टा आउनको लागि चाहनु भएको छ भने मेन कुरा अहिले भनेको जनवरीदेखि यता चाहिँ रुल्स चेन्ज गरेको छ सो तपाईँहरू माल्टा आउन चाहनुहुन्छ भने प्री डिपार्चर कोर्स गर्नुपर्ने हुन्छ फेज 1 र फेज 2 अनि त्यस प्री डिपार्चर कोर्स भन्नु तपाईँहरू यस्तरी बुझ्नु होला कि प्री डिपार्चर कोर्स भन्नु यहाँको कल्चर यहाँको लाइक माल्टा कस्तो देश हो के हो भनेर तपाईँले केही थाहा पाउनु भयो भने यहाँ आइसकेपछि तपाईँलाई थाहा सजिलो हुन्छ अनि तपाईँहरूको इङ्ग्लिस बोल्ने ट्यालेन्ट कतिको छ लाइक समथिङ यस्तै सम्बन्धी नै हो प्री डिपार्चर कोर्स अब स्किल पास भनेको तपाईँले चाहिँ हस्पिटालिटी क्षेत्रमा आउनु खोज्दै हुन्छ जस्तो हाउस किपिङ भयो वेटर भयो बारिस्टा यस्तोमा चाहिँ तपाईँले चाहिँ स्किल पास खोज्छ होइन लाइक नर्मली अब प्री डिपार्चर कोर्स गरिसकेपछि क्लिनरमा आउँछु अथवा यस्तो काम गर्नेमा पनि तपाईँको कन्स्ट्रक्सनमा आउँछु भन्नुहुन्छ भने चाहिँ प्री डिपार्चर कोर्सले मात्र पुग्छ तर प्री डिपार्चर कोर्स चाहिँ कटाउनै पर्ने हुन्छ त्यसको लागि चाहिँ समथिङ 250 चाहिँ युरो लाग्छ
फेज 1 र फेज 2 हुन्छ। यो चाहिँ तपाईँले गर्नुपर्ने नै हुन्छ। सो यो चाहिँ मेरो रुम, यो चाहिँ किचन। सो यताबाट माछासकाला जान्छ, यहाँ लाएर भर्खर बस गयो 91, अनि उताबाट 204 आएको छ होइन। यता चाहिँ भ्यालेटा जान्छ। यहाँ चाहिँ यो हो, त्यही नै हो। मेरो खाना रेडी हुँदैछ। मैले आज तपाईँलाई मैले इन्फर्मेसन पनि दिइरहेको छु अनि मेरो प्लस खानाको बारेमा पनि बताइरहेको छु। पानी धेरै ग्यास ठुलो गरेर यो चाहिँ भात हो, यस खाना पाक्दैछ, अब रेडी हुन्छ। अनि एकछिन मैले भिडियो चाहिँ ऱ्यान्डमली हालिदिएको तर मेरो ओहो सो चिकन रेडी भइसकेको छ अनि भात पनि रेडी भइसक्यो। भात चाहिँ सायद डढेको जस्तो लागिरहेको मलाई चाहिँ आज चाहिँ, डढाइ पनि ठिकै हो। सो यो चाहिँ तरकारीमा फालिदिएको छु अब 4-5 दिन भइसक्यो होइन। अनि त्यही नै हो भिडियो। सो कस्तो लाग्यो, के लाग्यो मनमा लागेको कुरा कमेन्ट बक्समा छोड्नु होला। मैले भिडियो हाल्नु नै पर्नेछ, भिडियो नहाल्ने भने अब मेरो युट्युब यत्रो लगभग 50,000 सब्सक्राइबर भएको च्यानल युट्युबले मोनिटाइजेसन ठुस पारिदिन्छ होइन। सो त्यही नै हो, भिडियो फरक फरक आउनेछन्। आजको भिडियो चाहिँ ऱ्यान्डमली म बिदामा थिएँ अनि बाहिर कतै पनि निक्लेन, गर्मी थियो नि त, गर्मी छ नि त। सो त्यही नै हो, भिडियोलाई माया गरिदिनु हो त हामी अर्को भिडियोमा भेट्नेछौँ। बास यो।